चिल्लाई मोदी हत्या गरेँ क्या शिवप्रसादपट्टिको सन्तानहरू जुन भीमसेन थापा गाउँपालिका वडा नम्बर 2 पौवामा पूजा गर्छौँ त्यो पूजा गर्ने क्रम 60 सालबाट विधिवत रूपमा मन्दिर बनाएर त्यहाँ सुरु गरिएको हो। यहाँहरूले देख्न सक्नुहुन्छ यो माथिको डाँडा जसलाई हामी कुले डाँडा भनेर चिन्छौँ। हिन्दूहरूको चाहना अनुसार एउटा मन्दिर निर्माण गर्ने र पूजा विधिवत रूपमा सञ्चालन गर्ने चाहना अनुसार हामी भीमसेन थापा गाउँपालिका भरि नै सम्भवतः बन्धुहरूमध्ये विधिवत रूपमा पूजा गर्ने लामिछानेहरू नै हो जस्तो लाग्छ। 60 सालमा मन्दिर बन्यो, त्यस पछाडि हामीले विधिवत रूपमा त्यहीँ पूजा गर्न थाल्यौँ। त्यसै वर्षदेखि हामी नियमित रूपमा सिद्धको थान परिक्रमा गर्न हामी यहाँ यही बाजागाजा सहित सबै बन्धुहरू समावेश भएर आउँछौँ। यो भीमसेन थापा 2 मात्रै नभई नेपालभरि छरिएर रहनुभएका हाम्रो बन्धुहरू क्रमशः हाम्रो यो पूजामा जोडिँदै हुनुहुन्छ। रङ्गशाला अस्ति भयो बन्दीपुरको रङ्गशाला नि टपमा यस्तैमा छ नि होइन दुर्लभले सामाजिक न्याय दिने क्रममा समाजका भद्र भला आदमी जम्मा भएर यहाँ बस्दै गर्दा उनी एक्कासी काशीमा पुगेको र काशीमा चाहिँ नाउ डुबेको देखे। त्यो कुरा सबैलाई सुनाउँदा सबैले पत्यार मानेनन्, हाँसे। अनि दुर्लभमा एकैछिनपछि पसिना आयो, दौरा भिज्यो, दौरा बिचारेपछि यहाँबाट काशी भनेर खोला बगाइदियो। त्यस पछाडि काशीमा हाम्रा बन्धुहरूको उद्धार भएको चाहिँ पछि प्रश्न हुन आयो। हामी यहाँबाट त्यो पारी देख्न सक्छौँ जसलाई हामी द्वारे ढुङ्गा भनेर चिन्छौँ। दुर्लभले त्यहाँ द्वारे ढुङ्गा थियो, हामी
अहिले चाहिँ त्यहाँ बाटोभन्दा त्यो द्वारे ढुङ्गालाई चाहिँ छेउमा ल्याएर बनाइएको छ। हामी त्यहाँ सम्भव हुनेहरू पुग्न सक्छौँ। दुर्लभले माथि आफू बस्ने मन्दिर जसलाई हामी सिद्धको थान भनेर अहिले चिन्छौँ, त्यो सिद्धको थानको ढोका बनाउनको लागि दुईटा विशाल ढुङ्गाहरू बोकेर आएको। अनि आउँदै अनि त्यस पछाडि यहाँ आइपुगेपछि चाहिँ बिहान कुखुरा बासेको र त्यस पछाडि त्यो ढुङ्गामाथि पुर्याउन नसकेपछि दुर्लभले अब चाहिँ कलियुगको सुरुवात भएछ, अब चाहिँ म बसेर अर्थ छैन भन्ने लागेपछि आफ्ना 9 भाइ छोरा र एक बहिनीको छोरीलाई यहीँ हामी माथि मन्दिरमा जाँदैछौँ त्यहाँ धेरैमा राखेर अब कलियुगको सुरुवात भयो, म बस्दिनँ, मेरो कुनै पनि काजक्रिया नगर्नु भनेर त्यहीँ बत्ती बालेर दियोबाट अन्तर्ध्यान भएको कुरा चाहिँ हामी सुन्नमा पाउँछौँ। दर्शकबिन जो अशक्त हुनुहुन्छ, जो यहाँसम्म गाडीको सुविधा छ, हाम्रो भीमसेन थापा गाउँपालिका अनि विशेष गरी वडा नम्बर 2 को पहलमा गत आर्थिक वर्षको बजेटमा यहाँदेखि सुविधा सम्पन्न सिडी बनेको छ। यहाँबाट धेरै छैन, मात्र हामी अशक्तहरूको लागि 10 मिनट सिडी चढ्यो भने मन्दिरसम्म पुग्न सक्छौँ। यहाँसम्म चाहिँ सजिलै गाडी आउने कुरा पनि म यहाँहरूलाई जानकारी गराउन त्यहाँ उताबाट अलिकति सामान लिङ्गा एक ढुङ्गा हो जो सिद्ध बाबा अलग भएको ठाउँ। यहाँ चाहिँ पहिला थानको रूपमा थियो। 2032 सालमा तत्कालीन तान्द्राङ पञ्चायतका नन्दीकेशर लामिछानेले चाहिँ यसलाई मन्दिरको रूप दिनुभएको थियो। 72 सालको भूकम्पले यो ढल्यो र फेरि अन्तर्गत पुरातत्व विभागले बनाउँदैछ। किंवदन्ती अनुसार जब दुर्लभले द्वारे ढुङ्गा बोकेर ल्याउनुभयो, ल्याइसकेपछि माथि ल्याउन नसकेपछि कलिको मध्ये भएको र आफू अलग हुनुपर्ने कुरा चाहिँ आफ्ना सन्तानमा राखेर यही यसैले बियो बालेर उहाँ चाहिँ यहीबाट अलग भएको चाहिँ र हालसम्म पनि नदेखिएको र 58 सालमा बन्धुहरूको यहाँ भेला हुँदा हाम्रो स्याङ्जाबाट आउने एकजना बन्धुले चाहिँ दुर्लभ जस्तै मान्छे यही जङ्गलको फेरिमा देखिएको भन्ने सुन्नमा आएको थियो। अहिलेसम्म पनि हामी सिद्धको थानको रूपमा यहाँ पूजा गर्छौँ। वर्षको अष्टमी, नियमित अष्टमीहरू यता कालिकाको थान र यसमा चाहिँ नियमित पूजा हुन्छ। हजुर
राजा राम शाहको पालामा दरबारमा चाहिँ उहाँ पुजारीको रूपमा हुनुहुन्थ्यो। राति सपनामा सिद्धकाली देवीले दर्शन दिनुभयो र मलाई चाहिँ जुन गोर्खा दरबार छ त्यसको पूर्वपट्टि बुढीगण्डकी नदीको शिरमा लगेर उच्च ठाउँमा चाहिँ मलाई स्थापना गर्नु अनि त्यस पछाडि सेवा गरेर बस्नु भन्ने सपना भए बमोजिम। अनि यिनै ऋषि कालिकाको शिला एउटा हातमा बत्तीको गोर्खा दरबारदेखि यहाँसम्म आएर कालीको सेवा गर्दै राम शाहको चिनामणि शाहको विभिन्न साइतहरू हेर्ने र ढुङ्गा निर्माण गर्ने काम उपलब्धि गरेको इतिहासमा भेटिन्छ। यसबाट के बुझ्न सकिन्छ भने शाहवंशी इतिहासमा 4 वंश चाहिँ दुर्लभले चाहिँ दरबारको सेवा गरेको अनि इतिहासहरू भेटिन्छ। हामी अहिले बुढीगण्डकीको पूर्वपट्टिको शिरमा जुन तान्द्राकोटमा उपस्थित भइरहेका छौँ। हामी यहाँबाट मन्दिर देख्न सक्छौँ। उहाँ सिद्धकालीको सेवा गर्दै बसेको अघि नै मैले जोडेँ यहाँलाई। खास उहाँको थलो चाहिँ त्यहाँ हो। कालीको सेवा गर्दै बसेको हुनाले हामीले बन्धुहरूको चाहना अनुसार दुर्लभको शालिगलाई यहाँ प्रतिस्थापन गरेका छौँ। अहिले फेरि धर्मशास्त्र अनुसार हामी यहाँ बलि दिन्छौँ। एउटा सिद्ध पुरुष जसले बलि हेर्न सक्दैन भन्ने सबै बन्धुहरूको चाहिँ राय आएको कारणले यसपालि पुरातत्व विभागले बनाउने सिद्धको मन्दिरसँगै यस शालिगलाई पनि हामीले उतापट्टि सिद्धको थानमा प्रतिस्थापन गर्ने लक्ष्य लिएका छौँ। त्यही अनुसार यहाँहरूले सम्भवतः अर्को पूजासम्म यो शालिगलाई आफ्नै सिद्धको मन्दिर अगाडि देख्न पाउनुहुनेछ। यो पवित्र धार्मिक स्थल जहाँ हामी अहिले उपस्थित भइरहेका छौँ, यो बडा दशैँको महाअष्टमीको दिन हाम्रो
अग्रजहरूले भनेअनुसार यहाँ पूजा हुँदै गर्दा जो मनमा अलिकति पाप मनमा दुविधा भएका मानिसहरू यही पटाङमा चाहिँ भेट हुने गरेको बेहोस हुने गरेको चाहिँ हामी सुन्न पाउँछौँ, देख्न पाउँछौँ। भने अहिले सबै तर्फबाट हाम्रो यस ठाउँलाई प्रमोट गर्नको लागि यो ठाउँलाई चाहिँ पर्यटकीय हिसाबले धार्मिक हिसाबले अगाडि बढाउनको लागि सहयोगको जरुरत पर्छ जस्तो मलाई लाग्छ। सबै बन्धुहरू जो नेपाल बाहिर छरिएर रहनु भएको छ, पक्कै पनि यो पवित्र धार्मिक स्थल सिद्धकालीलाई प्रमोट गर्नको लागि एकजुट भइदिनु हुनको लागि पनि अनुरोध गर्न चाहन्छु। राजा रामशाहबाटै भन्नुभयो भन्नुहोस्। राजा रामशाहको चिना लेखेर हाम्रो बाजी दुर्लभले जब चिना लेख्नुभयो र गोर्खा एकीकरण राजा रामशाहले गरे र त्यसपछि अब नेपाल एकीकरण गर्न खोज्दाखेरि हजुरको 7 पुस्तपछिको नाति एउटा चक्रवर्ती जन्मिने छ, त्यसले नेपाल एकीकरण गर्नेछ भनेर दुर्लभले भन्नुभयो। त्यसपछि 7औं पुस्तपछि राजा पृथ्वीनारायण शाहले जब अरू नेपाल एकीकरण गर्न लाग्दा यहीँ तान्द्राकोट सिद्धकाली नजिक बुढी गण्डकी आइनचोक जानलाई त्यो बुढी गण्डकीबाट बाटो भएन, कसरी जाने त अब सिद्ध गुरु भन्दा म यसको बारेमा अब म सोध्छु भनेर उहाँले बिहान उठेर कटारी ढुङ्गामा गाडेर त्यहाँ मन्त्र जप्दा जप्दै गङ्गाजी थम्बन गरेर सारा फौजहरू गएर आइनचोक हाने। त्यसपछि फेरि काठमाडौँ हान्न जाँदा दुर्लभकै त्यो गाई घेरेर त्यही मुहुर्तमा काठमाडौँ पनि विजय प्राप्त गराएर अनि उहाँले आएर यो हावा तान्द्राङलाई अब म केही पनि लिन्न भन्दा राजा पृथ्वीनारायण शाहले केही लिनुपर्छ भन्दा यो एक चिलेम तहु खाने बेलामा जति घुम्छु त्यति भए मलाई पुग्छ भनेर यो शासक हावा तान्द्राङ धागो टाँगेर जब बिर्ता लिनुभयो। त्यसपछि काठमाडौँ बानेश्वर बिर्ता लिनुभयो र अनि थम्मन भोट नुन खानाका लागि थम्मनपुर बिर्ता लिनुभयो र उहाँको अहिले हामीले तालिम निर्माण गरेका छौँ र अहिले उहाँ हरेक ज्योतिषीहरूबाट हेर्दा पनि गोरखनाथको रूप धारण गरेर बस्नु भएको छ भन्ने सुनिएको छ। गोरखनाथ भएर बस्नु भएको छ भन्ने किंवदन्तीमा भनेको छ। अब हाल हाम्रो यो तान्द्राङकोट कालिका मन्दिरमा मुख्य पुजारीको रूपमा हाम्रो लोकप्रसाद सुवेदी हुनुहुन्छ। उहाँले विगत लामो समयदेखि यो मन्दिरमा मुख्य पुजारीको भूमिका निर्वाह गर्दै आउनुभएको छ। उहाँबाट पनि हाम्रो दुर्लभको बारेमा केही जानकारीहरू मिल्छ जस्तो मलाई लाग्छ, त्यसैले अरू कुरा उहाँले नै राखिदिनुहुन्छ। हाम्रो बाजे जुजु बाराती भनौँ न, अहिले 12-13 पैसा अघिदेखि चाहिँ हाम्रो सुवेदीले नै पूजा गर्दै दुर्लभको चाहिँ खासै हामीले भने त्यसले गर्दा भान्जा भान्जीलाई यहाँ ल्याएर पुजारी राख्ने क्रममा दुर्लभदेखि नै ल्याएर राख्नु भएको र त्यहाँदेखि पनि हामीले आजसम्म भनौँ अहिले 12-13 पैसासम्म पूजा गरिराखेका छौँ। हामीलाई चाहिँ कुनै त्यस्ता चाहिँ क्षति नोक्सानहरू केही पनि भएको छैन। हुँमा चाहिँ फली भएको नै भएको छ, सबैलाई राम्रै भइरहेको छ। सबैतिर भिडियो
अब यो दुईटै जग्गा कभर गर्नुपर्छ है यसलाई उतारि सबैले अनाले नाम सम्झिने तर हुँदो पनि दहीमा पानी राखौँ पहिला दहीमा पानी चन्दन चन्दन राखौँ दुर्वास तुलसी राखौँ कुशोदरी कुशोमुला राखौँ जल्दी राखौँ तन्दुला चाहिए फुला चाले पूजा गरौँ अब हरि ओम नमः तन्दुला यही सूर्य यही सूर्य परमेश्वर सम्पूर्ण उपस्थित लागिछाने बन्धुहरूमा लागिछाने पूजा समितिको तर्फबाट हामी हार्दिक स्वागत गर्न चाहन्छौँ। भवन्तु प्रबन्धु कल्याणं भवन्तु प्रबन्धु श्रियं भवन्तु प्रबन्धु पत्र लेख्नु भएको छ र हामीहरू नुनका मान्न आएको यो समझना रहेन
हे मेरो भनेको सम्पत्ति माया राम राम हरे पापीलाई Rama ho hai ho Ram go Rama Rama he Rama ho hai ho Ram go Rama Rama he Rama ho hai ho Ram go Rama Rama यसै कारणले सुकुना भागमा सुनेर हजुरको कति मुक्ति हुन्छ भन्न खोज्नु
पानी समाएर पछि हाल्ला नि लामिछाने कुल पूजाको निमन्त्रणालाई स्वीकारेर यस पवित्र पुण्य स्थलमा हामीले आजको सभापतिको आसन ग्रहण गर्नको लागि अनुरोध गर्दछु। धन्यवाद उद्घोषकज्यू। यस यहाँ उपस्थित हुनुभएका सम्पूर्ण लामिछाने कुल पूजा समितिका बन्धुहरू लगायत इष्टमित्र पाहुना पाछा जो हुनुहुन्छ हाम्रा ज्वाइँ भानिजहरू उहाँहरूलाई समेत स्वागत गर्दै यस कार्यक्रम सांस्कृतिक कार्यक्रम सञ्चालन गरिदिनु हुन हाम्रा सुनिल लामिछानेलाई म आग्रह गर्दछु। आजको सभापतिको आसन ग्रहण गर्नको लागि अनुरोध गर्दछु। धन्यवाद उद्घोषकज्यू। यस यहाँ उपस्थित हुनुभएका सम्पूर्ण लामिछाने कुल पूजा समितिका बन्धुहरू लगायत इष्टमित्र पाहुना पाछा जो हुनुहुन्छ हाम्रा ज्वाइँ भानिजहरू उहाँहरूलाई समेत स्वागत गर्दै यस कार्यक्रम सांस्कृतिक कार्यक्रम सञ्चालन गरिदिनु हुन हाम्रा सुनिल लामिछानेलाई म आग्रह गर्दछु। एवं गोर्खा जिल्ला प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेज्यू आउँदै हुनुहुन्छ। केही समय पछाडि उहाँलाई हामीले अतिथि आसन ग्रहण गराउनेछौँ। यसै गरी अतिथिलाई यसै सभापति अतिथि अन्य महानुभावहरूलाई स्टेजमा बस्नुहुने महानुभावहरूलाई माला लगाएर सम्मान गरिदिनको लागि म हाम्रो यस कार्यक्रम पूजा कार्यक्रम र सांस्कृतिक कार्यक्रमका संयोजक कृष्ण लामिछानेज्यूलाई हार्दिक अनुरोध गर्दछु। सँगै मैले हामीसँग धेरै कलाकारहरू नभए पनि हामीले छोटो मिठो हाम्रा दाजुभाइ सँगै केही राष्ट्रिय रूपमा ख्याति प्राप्त कलाकारहरूलाई यहाँ निमन्त्रणा गरेका छौँ। मैले यहाँ देखिरहेको छु हाम्रो बन्धु आदरणीय भाइलाई यो कार्यक्रम आयोजना गरेका हौँ। त्यस कारणले यहाँ सबै हामी विशेष छौँ, सबै हामी बन्धु दाजुभाइहरू एकै हौँ। त्यस कारणले मैले सबैको नाम उच्चारण गरी यस कार्यक्रम सञ्चालन गर्नका लागि अहोरात्र खटेर काठमाडौँमा हामी भाइ भतिजाहरूलाई एकत्रित गर्नका लागि अत्यन्तै आफ्नो व्यस्तता मञ्चमा गएर आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। उपस्थित सम्पूर्ण बन्धुहरू लगायत पाहुना महानुभावहरू अतिथि महानुभावहरूलाई स्वागत गर्दै यस कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पारिदिनुको लागि सुनिल दत्त लामिछानेज्यूलाई म हार्दिक अनुरोध गर्दछु।
धन्यवाद उद्घोषक मित्र। सम्पूर्ण आदरणीय बन्धु आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, दुर्लभको सिद्ध भूमि यो चाहिँ ताङनाङमा हामी आज हाम्रो सम्पूर्ण लामिछाने कुलहरूको एउटा चाहिँ कुल पूजाको लागि जम्मा भइरहेका सम्पूर्ण चाहिँ आदरणीयहरूलाई सर्वप्रथम त म चाहिँ स्वागत गर्न चाहन्छु र कार्यक्रमका चाहिँ सभापति र सदाको वर्ष चाहिँ हामीले नियमित रूपमा गर्ने गरेको यो पूजा हामीले यसचोटि अलिक फरक तरिकाले गरौँ भनेर हाम्रा चाहिँ आदरणीय दाई कृष्ण प्रसाद लामिछानेको संयोजकत्वमा हामीले काठमाडौँमा एउटा चाहिँ टिम बनाएर यो कार्यक्रम चाहिँ सांस्कृतिक कार्यक्रम गरौँ र यो तपाईँ राष्ट्रिय गान बजाइदिनु हुन प्राविधिक मित्रलाई म हार्दिक अनुरोध गर्दछु। यो राष्ट्रिय गानसँगै हाम्रो औपचारिक कार्यक्रमको आधिकारिक उद्घाटन हुनेछ। सबै उठेर राष्ट्रिय गानमा सरिक भइदिनु हुनको लागि म अनुरोध गर्दछु। ट्र्याक बजाइदिनु हुन म हार्दिक अनुरोध गर्दछु।
कुलायन गर्ने भक्तबहादुर लामिछाने जो गङ्गा जमुना गाउँपालिका नम्बर 6 का अध्यक्ष हुनुहुन्छ उहाँलाई माला लगाएर सम्मान गरिदिने म हाम्रा कार्यक्रमका संयोजक कृष्ण लामिछानेज्यूलाई हार्दिक अनुरोध गर्दछु। हामीसँग राष्ट्रिय कलाकारका रूपमा बालिका आवाज आउँदो नेपाली गीत सङ्गीतमा राखेर उहाँको एल्बम जुन फोटो एल्बममा आउँदा हामी अत्यन्तै खुसी हुन्थ्यौँ। हामी पढ्थ्यौँ उहाँको गीत खुसिँदा मैले अर्को छुट्याउनै नहुने नाम प्रकाश लामिछाने दाइ जो नेपाली गीत सङ्गीतमा म्युजिक व्यवसाय गरेर कम्पनी खोलेर त्यति व्यावसायिक रूपमा त अगाडि लानु भएन। उहाँले यस्ता सांस्कृतिक कार्यक्रम धेरै कार्यक्रम गर्नुभयो। उहाँको अगाडिमा नतमस्तक हुँदै यो कार्यक्रम चलाइरहेको छु। उहाँलाई पनि मैले सम्झिन चाहेँ। रविनभन्दा मैले भन्नैपर्दा धेरै अगाडि बलिउडको गीत गाउने दाइ हो प्रकाश दाइ। उहाँमा अब गीत गाउनको लागि पनि म अनुरोध गर्दछु। यसै गरी राजेन्द्र पनि म भोटिकी गीतमा प्रखर गीत गाउनुपर्छ भनेको छु। समय भएसम्म सबैले त्यो गीत गाएर रमाइलो गर्ने हो। हामीसँग पञ्ची बाजा एक बहादुर लामिछानेज्यूलाई हार्दिक अनुरोध गर्दछु। लामिछाने पूजा मूल समितिद्वारा आयोजित यस भव्य र सभ्य सांस्कृतिक कार्यक्रम तथा कुल पूजा समितिका आदरणीय अध्यक्षज्यू र यो पूजालाई अध्यक्षको तर्फबाट यहाँ सबै आदरणीय महानुभावहरूमा हाम्रा बन्धुहरूमा मेरो व्यक्तिगत तर्फबाट हार्दिक गाउँपालिका तर्फबाट यहाँहरू सबैलाई सङ्ग्रामी अभिवादन अनि हार्दिक नमन व्यक्त गर्न चाहन्छु। विशेषतः हामी लामिछाने बन्धुहरू राष्ट्रिय रूपमा विभिन्न ठाउँमा छरिरहेका छौँ। सबैलाई आफ्नो दुःख सुख सबै किसिमको परिवेशमा परिबन्धहरूमा बाँधिँदै आफ्नो कुलको सम्मान गर्दै अनि यो हाम्रो कुल पूजाको दिनमा हामी जम्मा हुने गर्छौँ र आफ्नो आत्मसन्तुष्टि अनि आफ्नो मनोकामनाहरू पुरा गर्नको निम्ति हामी यहाँ जम्मा भइरहेका छौँ। मलाई लाग्छ हाम्रा कुलले हाम्रो कुल देवताले हामी सबै बन्धुहरूको सुस्वास्थ्य दीर्घायु उत्तर प्रगति अनि समृद्धिको कामना गर्नेछ भन्ने शुभकामना दिँदै आगामी दिनमा यो हाम्रो बन्धु यो कुल पूजा अझै विशिष्ट रूपमा अगाडि बढ्नेछ र हाम्रो तर्फबाट पनि के सहयोग गर्नुपर्छ हामी गङ्गा जमुना गाउँपालिका अनि गङ्गा जमुना गाउँपालिका वार्ड नम्बर 6 अनि मेरो व्यक्तिगत तर्फबाट यो कुल पूजालाई अझ भव्य र सभ्य रूपमा सम्पन्न गर्नको निम्ति अनि यो कुल पूजाको दिनमा यो भव्य रूपमा सांस्कृतिक आमा बुबा दाजुभाइ दिदीबहिनीहरू सबै यो कुलमा आबद्ध हुनुभएका सबै जनसमुदायमा गाँच्दै एउटै आवाज एउटै भावना अनि एउटै विचारले अगाडि बढाउने उद्देश्यको निम्ति हाम्रो तर्फबाट मेरो व्यक्तिगत तर्फबाट के सहयोग गर्नुपर्छ म सधैँ यहाँहरूको भावनालाई आत्मसात गर्दै अगाडि बढ्ने म आफ्ना प्रतिबद्धता जाहेर गर्दै आगामी दिनमा पनि यहाँहरू हामीहरू सबै यस ठाउँमा जम्मा भएर आफ्नो कुलको उत्थान प्रगति समृद्धिको लागि हामी अगाडि बढ्नेछौँ भन्ने शुभकामना छोटो शुभकामना मन्तव्य राख्दै यो सांस्कृतिक टोलीले जुन यहाँ आएर मलाई 2 शब्द बोल्ने जुन मौका दिनुभयो यो टिमलाई मेरो व्यक्तिगत तर्फबाट अनि धादिङको गङ्गा जमुना गाउँपालिका तर्फबाट आभार व्यक्त गर्दै सबैलाई धन्यवाद दिँदै मेरो सानो भनाइ यही अन्त गर्छु। हस्त नमस्कार अभिवादन। बस्दिनु होला। हामीसँग थुप्रै कार्यक्रमहरू रहेका छन्। यसैबीच मैले महालक्ष्मी मावि धादिङका तुलक बहादुर राई जो हाम्रो यो सँगै यो सांस्कृतिक कार्यक्रम सञ्चालन गर्नको लागि भक्तबहादुर लामिछाने जो अघि भर्खरै उहाँले आफ्नो शुभेच्छा मन्तव्य दिएर जानुभएको छ। उहाँले रु 10,000 हाम्रो यस कार्यक्रम र पूजाको लागि प्रदान गर्नुभएको छ, सहयोग गर्नुभएको छ। सम्पूर्ण बन्धुहरूमा ताली बजाएर उहाँलाई स्वागत गरिदिनको लागि धन्यवाद ज्ञापन गरेर म हार्दिक अनुरोध गर्दछु। लामिछानेको लागि दोहोरिरहनेछ। उहाँहरूलाई माला लगाएर सम्मान गरिदिनको लागि पूजा समितिका अध्यक्ष आदरणीय होम प्रसाद लामिछानेज्यूलाई हार्दिक अनुरोध गर्दछु। मेरो प्रेरणाका स्रोत पनि हुनुहुन्छ
गकुल पाण्डे, जसले हामी नेपाली गीत सङ्गीतमा लाग्नुभन्दा पहिला रविन भाइ म लाग्नुभन्दा अगाडि नै नेपाली गीत सङ्गीतमा लागेर उहाँले गीत रेकर्डिङ गराएर हाम्रो यो ठाउँको परिचय दिइसक्नु भएको थियो। उनी गायक सुमधुर स्वरका धनी गकुल पाण्डेज्यूलाई आफ्नो प्रस्तुति प्रस्तुत गर्नका लागि हार्दिक अनुरोध गर्दछु। बहिनी रविन भाइको त अब परिचय गर्नै पर्दैन, उनले आफ्नो परिचय भनिसकेका छन्। यो कुलाइनले रक्षा गरून् भन्दै हामी धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। बासु लामिछाने डाँडाथोक हाल अमेरिका बस्दै नेपाली जुन यो संस्कृति र कुलाइन पूजालाई अत्यन्तै माया गर्नुहुने बासु लामिछाने मेरो आदरणीय दाइ पनि हुनुहुन्छ। उहाँले रु 10,100 रुपियाँ यस कार्यक्रम र पूजालाई सहयोग प्रदान गर्नुभएको छ। जोरदार तालीका साथ उहाँलाई धन्यवाद ज्ञापन गरौँ। यसै गरी म अघि भर्खरै हामीलाई स्टेजमा आएर रु 10,000 प्रदान गर्नुहुने भक्तबहादुर लामिछाने जो गङ्गा जमुना गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष हुनुहुन्छ, रु 10,000 प्रदान गर्नुभएको छ। उहाँलाई जोरदार तालीका साथ धन्यवाद ज्ञापन गरौँ। यसै गरी रामचन्द्र लामिछाने भस्मे हाल साइप्रस, उहाँले 5857 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई नि जोरदार तालीका साथ धन्यवाद ज्ञापन गरौँ। भुवन लामिछाने हाल चिताउन 5,555 प्रदान गर्नुभएको छ। उहाँलाई पनि धन्यवाद ज्ञापन गरौँ। यसै गरी निराजन लामिछाने बगुवाखेत 5,555, ठाकुर लामिछाने काउले 5,500, रामचन्द्र लामिछाने काउले 5,100। धेरै धेरै धन्यवाद बहिनी जुन लामिछानेको सुपुत्री हुनुहुन्छ। सुर्खेतदेखि हामीलाई अत्यन्तै माया गर्नुहुन्छ। हामी लामिछाने भएकै कारणले पनि उहाँलाई सम्झेर यहाँसम्म ल्याएका हौँ। अन्यथा हामी नेपाली गीत सङ्गीतमा उहाँका थुप्रै गीतहरू हामी सुन्ने गर्छौँ, निकाल्ने गर्छौँ। उहाँ लोकप्रिय हुनुहुन्छ। धन्यवाद बहिनीलाई। यसैमा हाम्रो यो लामिछाने कुल पूजाको सम्पूर्ण गतिविधि हिजोदेखि नै खिचेर हिजो आज 2 दिन क्यामेरा र आफूले खिचेर आफ्नो
जुन सहयोग प्रदान गर्नुभएको छ। आशिष फोटो स्टुडियोका प्रबन्ध निर्देशक सूर्य लामिछाने जसले रु 10,000 बराबरको सहयोग हामीले उपलब्ध गराउनु भएको छ। हिजोको र आजको निःशुल्क रूपमा 10,000 बराबरको सहयोग हामीलाई शुल्क नलिने गरी सहयोग प्रदान गर्नुभएको छ। उहाँलाई तालीद्वारा धन्यवाद ज्ञापन गरेर कृष्ण लामिछाने काउले 5100, नवीन लामिछाने प्लस दीपक लामिछाने रु 5,000, राजन लामिछाने 5,000, बालकृष्ण प्लस विष्णु लामिछाने 5,000, सुरेश लामिछाने प्लस रविन लामिछाने कोयापानी रु 5,000, शिव लामिछाने भोगुवा खेत हाल जापान हुनुहुन्छ, उहाँ पनि अत्यन्तै सहयोगी हुनुहुन्छ, रु 5,000 प्रदान गर्नुभएको छ। यसै गरी विष्णु लामिछाने रु 5,000 भोगुवा खेत, उहाँ पनि जापान हुनुहुन्छ। यसै गरी कृष्ण प्रसाद लामिछाने पौवा रु 5,000 हाम्रो संयोजक पनि हुनुहुन्छ। यसै गरी राजेन्द्र लामिछाने पौवा रु 5,000, सुनित दत्त लामिछाने रु 5,000 पौवा, सुदन लामिछाने 5,000 पौवा, दिपेन्द्र लामिछाने 5,000 पौवा, नील प्रसाद लामिछाने 5,000 पौवा, शङ्कर लामिछाने 5,000 पौवा, सुरेन्द्र लामिछाने हाल जापान कतार रु 5,000 प्रदान गर्नुभएको छ। यसै गरी रामकुमार लामिछाने डाँडाथोक रु 5,000 प्रदान गर्नुभएको छ। विराज लामिछाने रु 5,000 प्रदान गर्नुभएको छ। चितवन रु 5,000 प्रदान गर्नुभएको छ। यसै गरी रमेश लामिछाने चितवनबाट 3,500 प्रदान गर्नुभएको छ। यसै गरी नवराज लामिछाने पौवा 3,050 प्रदान गर्नुभएको छ। यसै गरी सचिन लामिछाने पौवा 3,000 प्रदान गर्नुभएको छ। होमनाथ लामिछाने पौवा रु 3,000 प्रदान गर्नुभएको छ। यसै गरी सुभाष लामिछाने रु 3,000 प्रदान गर्नुभएको छ पौवा। यसै गरी शारदा लामिछाने डाँडाघर रु 3,000 प्रदान गर्नुभएको छ। सुनिल लामिछाने डाँडाथोक रु 3,000 प्रदान गर्नुभएको छ। हिमनाथ लामिछाने काठमाडौँबाट रु 3,500 प्रदान गर्नुभएको छ। राजु लामिछाने डाँडाथोक रु 2,100 प्रदान गर्नुभएको छ। नारायण लामिछाने डाँडाथोक रु 2,000 प्रदान गर्नुभएको छ। सुरज लामिछाने डाँडाथोक रु 2,000 प्रदान गर्नुभएको छ। गोपाल लामिछाने डाँडाथोक रु 2,000 प्रदान गर्नुभएको छ। सुजन टङ्कप्रसाद लामिछाने थालेपाटो रु 2,000 प्रदान गर्नुभएको छ। नवराज लामिछाने पौवा रु 2,000 प्रदान गर्नुभएको छ। शारदा लामिछाने धमला रु 2,000 प्रदान गर्नुभएको छ। विपिन लामिछाने पौवा रु 2,000 प्रदान गर्नुभएको छ। रामचन्द्र लामिछाने काउले रु 2,000 प्रदान गर्नुभएको छ। रोहित लामिछाने काउले रु 2,000 प्रदान गर्नुभएको छ। भीमसेन लामिछाने काउले रु 2,000 प्रदान गर्नुभएको छ। प्रकाश लामिछाने पौवा रु 2,000 प्रदान गर्नुभएको छ। शङ्कर लामिछाने पौवा रु 1,000 प्रदान गर्नुभएको छ। सरोज लामिछाने ओखले हाम्रो नवगायक भाइ रु 1,000 प्रदान गर्नुभएको छ। कुमार लामिछाने गैराघर रु 1,000 प्रदान गर्नुभएको छ। किरण लामिछाने डाँडाघर रु 1,000 प्रदान गर्नुभएको छ। गोविन्द लामिछाने 505 भर्खरै प्रदान गर्नुभएको छ। यसै गरी ईश्वरी लामिछाने चितवन रु 3,000 प्रदान गर्नुभएको छ। सम्पूर्ण सहयोगी मनहरूप्रति यो कुलायन देवताले रक्षा गरौँ भन्दै हामी आयोजकको तर्फबाट धेरै धेरै धन्यवाद ज्ञापन गर्दै एकमुष्ट ताली बजाउदिन हार्दिक अनुरोध गर्दछु। मन्दिरमा आएर केही सुनिल दाई हामी सँगसँगै काठमाडौँबाट आएका थियौँ। एकदम धेरै माया गर्नुहुन्छ। यहाँको यति धेरै मायाको लागि म एकदम म अमृता लामिछाने घर सुर्खेत हो। सुर्खेत भए पनि म लामिछानेकै छोरी हो, तपाईँहरूकै छोरी हो। छोरी बहिनी लामिछाने जहाँ जुन ठाउँमा भए पनि एउटै हुन्छ लामिछाने भन्नुहुन्छ हाम्रो रविन दादाले। हाम्रो त्यस्तो केही पनि चल्दैन, बिहेबारी चल्दैन, हामी एकदम दाजु बहिनी हो भन्नुहुन्छ। यो भएको कारणले गर्दा सबै मेरो दाई हुनुहुन्छ, एकदम आदरणीय दाई, आमा बुवा दिदी बहिनी सानो सानो भाइ बहिनीहरू सबैलाई एकदम धेरै मायासँगै नमस्ते छ। अनि हाम्रो ठुल दाजु अनि सबैलाई सम्मान छ। प्ले गर्नुहोस्।
पारी बग्ने रापति त पारी बग्ने भेरी मेरो जोबन जाने भयो यही सोल्टीलाई हेरी हो कि हैन माछा मिठो कर्णालीको पानी मिठो कलको माछा मिठो कर्णालीको पानी मिठो कलको आज भोलि किन किन सोल्टी तिम्रै झल्को मायाले चुना लेखमा फुली लाली गुरा यो मायाले तुना हेरा जल खायो मायाले तुना हेरा मन खायो मायाले तुना हेरा जल खायो मायाले तुना हेरा खाले मन पढ्न खाले माया गर्न खाले थ्यांक यू बाय थ्यांक यू सो मच जो नेपाली गीत सङ्गीतको क्षेत्रमा उदाउँदो ताराको रूपमा जन्मिएका छन् जुन भाइलाई यो क्षेत्रमा इन्स्पायर गरेर लाग्नुपर्छ तिमी यो क्षेत्रमा लाग भविष्य राम्रो छ भन्ने पनि मै हो जुन धेरै धेरै धन्यवाद कुशल उद्घोषक अनि मोडल साउन्ड बढाइदिनु थोरै सुनिल लामिछाने दाइ आजको कार्यक्रम सञ्चालन गरिराख्नु भएको छ उहाँले भने जस्तै नेपाली गीत सङ्गीतमा लाग्न उहाँको मलाई पनि आयोजना गरेको प्रिय सांस्कृतिक कार्यक्रम अनि हाम्रो लामिछानेहरूको एकदमै गर्वको विषय लामिछाने कुलाइन पूजामा पाल्नुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी गायिका वरिष्ठ लोकधोरी गायिका मेरो अत्यन्तै आदरणीय दिदी राधिका हमाल धेरै माया गर्नुहुन्छ दिदीले आज गाउँमै दिदीलाई प्रस्तुत गर्न पाउँदा एकदम खुसी लागिरहेछ सुरुमा लाग्दादेखि नै हामी सँगै सहकार्य गरेका छौँ बहिनीलाई पनि स्वागत छ त्यसै गरी गगुल दाईले चाहिँ रतौलीहरूमा गीत गाएको कसैले पनि बिर्सिनु भएको छैन होला सायद गगुल पाण्डे दाईलाई पनि धेरै धेरै सम्मान अनि एकदमै सफल दुईटा नाम छ उहाँको तर उहाँलाई धेरै धेरै स्वागत छ विशेष गरी जो बाहिरबाट पाल्नु भएको छ उहाँलाई स्वागत गरेँ मैले मलाई एकदमै अप्ठ्यारो पनि लागिरहेछ आज यहाँ मैले लगभग 7-8 वर्ष भयो क्षेत्रमा लागेको अहिलेसम्म रेकर्डेड गीतहरू 50वटा जति गाएको छु लाइभ दोहोरी त धेरै छन् युट्युबमा 50औं लाखको सङ्ख्यामा पनि हेर्नु भएको छ र लाइभ दोहोरीबाट नै अगाडि आएको हौँ हाम्रै राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानकी महिला उपाध्यक्ष हुनुहुन्छ राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले त्यसैले यो ठाउँको प्रतिनिधित्व गरेर देशैभरिका प्रतियोगीहरूलाई जितेर प्रथम हुँदै गर्दा र त्यही ठाउँमा आज यो चिजहरू दिदीका अगाडि भन्न पाउँदा मैले आफूलाई पनि गर्व महसुस गरेको छु अप्ठ्यारो पनि लागिरहेछ तपाईँहरूको अगाडि गीत गाउनलाई अलिकति भावुक पनि भइरहेछ देउरालीमा सल्लो यो विशेष सुनिल लामिछानेकी कम्पनीबाट सबैजना कोही ताली बजाउनुहोस् न है
अघिदेखि नाच्नु भएको सबैजना अगाडि नाच्नुपर्छ अब हाम्रो सरस्वती काकी भन्दा मैले भने केही पनि मान्दिनौ माया गर्ने तारिका जान्दिनौ देउरालीमा सल्लो ए मेरो माया चिनी झै गोलियो तिम्रो माया खाल्लो बिस्तारै यो भरिन्छ है मलाई थाहा छ यो तारा आउँदैन के जस्तो भाइ ताल भाइ मेरो माया चिनी झै गोलियो तिम्रो माया खाल्लो ए मेरो माया चिनी झै गोलियो तिम्रो माया खाल्लो अझै थपिनु पर्यो है भिडियो मात्र खिच्ने होइन है नाचो पनि ताली पनि बजाउँ है आउन पर्यो खालीको भाडी गीत गाइरहेछु आफ्नै घर अगाडि देउरालीमा सल्लो ए मेरो माया चिनी झै गोलियो तिम्रो माया खाल्लो ए मेरो माया चिनी झै गोलियो तिम्रो माया खाल्लो पछाडि पछाडि नाच्ने मान्छे मैले भने केही पनि मान्दिनौ माया गर्ने तारिकै जान्दिनौ देउरालीमा सल्लो ए मेरो माया चिनी झै गोलियो तिम्रो माया खाल्लो केही पनि मान्दिनौ माया गर्ने तारिकै जान्दिनौ देउरालीमा सल्लो ए मेरो माया चिनी झै गोलियो तिम्रो माया खाल्लो ए मेरो माया चिनी झै गोलियो तिम्रो माया खाल्लो मायालाई खाने भए टिपेर देउला मायालाई सबैजना हाम्रो भक्तबाबु दाइले खतरै नाच्नुहुन्छ अरे भनेर मैले धेरैचोटि सुनेको थिएँ प्लिज दाइ घटलाई केन्द्रेरीको साथो तेरङ्गा चोर्न सक्ने भोगी छ मसँग तेरा पाक्यो मायालाई खाने भए टिपेर देउला मायालाई साथो तेरङ्गा चोर्न सक्ने भोगी छ मसँग तेरा पाक्यो मायालाई खाने भए टिपेर देउला मायालाई तेरा पाक्यो मायालाई खाने भए टिपेर देउला मायालाई बिचमा कोही आए भड्काउन तयार छु मगालामा चड्काउन तेरा पाक्यो मायालाई खाने भए टिपेर देउला मायालाई कोही आए भड्काउन तयार छु मगालामा चड्काउन तेरा पाक्यो मायालाई खाने भए टिपेर देउला मायालाई तेरा पाक्यो मायालाई खाने भए टिपेर देउला मायालाई यता सबै दिदीबहिनी हाम्रो तिमीले नै सिकायौ तेरा पाक्यो मायालाई खाने भए टिपेर देउला मायालाई ठाउँ ठाउँमा बिकायौ माया के हो तिमीले नै सिकायौ तेरा पाक्यो मायालाई खाने भए टिपेर देउला मायालाई तेरा पाक्यो मायालाई खाने भए टिपेर देउला मायालाई ताकि कतै नजानु होला है अर्को गीत अब स्याबास हाम्रो
दिप्ती अनि अनिसा दिप्ती र अनिसा हाम्रो बहिनीहरू सबैजना अगाडि प्लिज भाउजूहरू मैमाथि भए गोर्खाली पहचान घरबाट भइसक्यो कहीँ छैन मैया त्यस्तो रङ्गमा जवानी गइसक्यो पाते छुली के छ पाते छुली नबोली नबोली के छ पाते छुली नबोली नबोली के छ पाते छुली नबोली 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 पाते झुली नबोली नबोली पाते झुली नबोली नबोली कराउनु पर्यो हे पुलु हाम्रो ठाकुर अङ्कलको बुढो बस हेर्न सबैले डिमान्ड आइरहेको छ के भयो तारासँगै जो बिर्स्यो कि मायाले मैले लाग्यो गन सबैको के भयो मेरो मात्रै के भयो तारासँगै जो बिर्स्यो कि मायाले मैले लाग्यो गन बिर्स्यो कि मायाले भाइ उठ्न गरा है बिर्स्यो कि मायाले मैले लाग्यो गन हामी नाच्या छ गाइया छ दुल्ला पाको आशीर्वाद पाइया छ तारासँगै जो बिर्स्यो कि मायाले मैले लाग्यो गन नाच्या छ गाइया छ दुल्ला पाको आशीर्वाद पाइया छ तारासँगै जो बिर्स्यो कि मायाले मैले लाग्यो गन बिर्स्यो कि मायाले मैले लाग्यो गन अब गीत गाउँछु
पावरै काँडा छ तारासँगै जाउँ मायाले मैले लाग्दो ज्यान गाउँदा कडा छ साँधेको पावरै काँडा छ तारासँगै जाउँ बिर्स्यौ कि मायाले मैले लाग्दो बिर्स्यौ कि मायाले मैले लाग्दो। Thank you. मलाई धेरै अगाडिदेखि हाम्रो यो प्यारो ठाउँमा जानुपर्छ दिदी भनिरहनु भएको थियो। सबै कुरा मिल्नलाई भेटघाट हुनलाई होइन एउटा समय पनि लामिछाने हुकी जस्तो कि है। तर जे भए पनि हाम्रो सिद्ध पुरुष दुर्लभ लामिछाने यहाँ चाहिँ उहाँको आशीर्वाद प्राप्त गर्दै यतिका धेरै आदरणीय हाम्रा लामिछाने बन्धुहरू अरू गैर लामिछाने पनि हुनुहोला होइन। सम्पूर्ण यतादेखि त्यतासम्म केटीदेखि केटासम्म यहाँ आउनुहुने जतिलाई नछुटाई कतिलाई राधिका आमाको नमस्ते। वाउ यो हो नि त हजुरहरूको आवाज। वाउ थ्याङ्क यू। हेर्नुहोस् म गोर्खालीहरू जता जता म त्यतै हेर्नुहोस्। अगाडि हाम्रो कोरियामै भेटघाट भएको थियो अनि यो गोर्खामा मेरो यो 18औं पटक हो। हेर्नुहोस् यहाँको सम्पूर्ण ठाउँ धेरै चाहिँ गाउँ जाने मौका मैले पाएको छु। यहाँ केही भएको छैन मिल्यो भने कि म त रोल्पाको मान्छे। हेर्नुहोस् सर्लकै दूरदराज ससुराली अलिक टाढा हुन्छ त्यसैले यसमा चाहिँ म एकदम अस्वीकार गर्न चाहन्छु। माया गरिदिनु भएको छ। ए क्याम्पस आउने तिमी भर पढाइमा त कसको ध्यान छ र क्याम्पस पढ्न आउँदो रहेछ म सँगै जाओस् त खै क्याम्पस पढ्न आउने आउँदो रहेछ। थ्याङ्क यू। त्यसै गरेर यता हेर्नुहोस् म बेग्लै छु जति नकर पारे नि एक्लै छु ढल्क्यो जवानी म त भवानी ढल्क्यो जवानी क्यारम भवानी ढलक 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 ढल्क्यो जवानी। गीत मात्रै हो। हेर्नुहोस् के को एक्लै हुनु के को बेग्लै हुनु दङ्गै छिन् सम्पत्ति पनि सँगै छिन्। हेर्नुहोस् एकदम ठुलो भइसकेको सम्पत्ति आठमा पढ्नुहुन्छ बिदा भएको भएर अब गोर्खातिर घुमाउन लिएको। अनि ए काहीँ देख्नै हुन्न जिस्क्याउँदै आउँछ काहीँ देख्नै हुन्न जिस्क्याउँदै आउँछ हे क्यारम पल्ला रे साउको कान्छो छोराले क्यारम पल्ला रे साउको कान्छो छोराले मेरो नि मनमा कौकुती लाउँछ मेरो नि मनमा कौकुती लाउँछ हे क्यारम अचम्मै राम्रो नाच्छ मराले क्यारम मराकै कमर भाँच्छ मराले क्यारम हाँस्छ मराले। हजुरहरू हाँसी हाम्रो राम्रो चट्ट टाउकामा चस्मा भएको गीत पनि आउँदो रहेछ। मैले देखिरहेको छु लिप्सिङ त्यो जे हुन्छ नि उहाँको ओठ चलेको देखिरहेको छु। मान्छे पनि कान्छा भन्छन् साराले आफ्नै पाराले तिम्रो मेरो जोडी झकास मिल्छ भन्छन् साराले। हजुरको र मेरो जोडी मिल्न एउटा कुराको बाधा छ मक्कै नपर्नुहोस् है। रातो लगाएपछि त मलाई फेरि तिजा जस्तो लाग्छ। हेर्नुहोस् ट्र्याक त छैन तर सानो सानो टुक्रा त गाइदिनै पर्छ भनेर अगाडि आउँदाखेरि दिदीबहिनीहरूले भनिरहनु भएको थियो। त्यही माथि हाम्रो चाहिँ सुनिल लामिछानेको पनि त्यस्तै कुरा हुन्छ सधैँभरि। मेरो प्रिय भाइ सुनिल लामिछाने हामी धेरै अगाडिदेखि सँगै काम गऱ्यौँ। त्यो जीवन साथी भन्ने गीत छ त्यो पनि गाउनेछु। र अब भने हजुरहरूको माझमा थुप्रै नयाँ पुराना गीतहरू छन्। तिमी आउले पौवाबाट म आउँछु काठमाडौँबाट भेटौँला कुन ठाउँमा ओरिने कुन ठाउँ सबभन्दा यही भन्ने त उहाँ आउनुहुँदो रहेछ। त्यो पनि काहीँ हुन्छ कमसे कम घ्याम्पे सालसम्म मात्रै भए
भयो भने त मेरो चित्त बुझ्दो नि फलामा गरिदिनुपर्छ अरे अन्त त्यो त भएन ए कोइला पानी बत्ती प्रज्वलन कार्यक्रम चलिरहेको हुँदा तपाईँहरू भोको बसेर बत्ती बाल्न नजानु भएका कृपया भक्तजनहरू मन्दिर अगाडि बत्ती बाल्ने कार्यक्रम चलिरहेको हुँदा छिटो भन्दा छिटो भोको बसेर घरको मूल दियो बाल्ने महानुभावहरू मन्दिर अगाडि गइदिनु हुन अनुरोध गर्दछु। गोर्खा जिल्ला प्रमुख अधिकारी देवेन्द्र लामिछानेज्यूको आगमन भइसकेको छ। उहाँलाई यस स्टेजमा आएर अतिथि आसन ग्रहणको दिनको लागि हार्दिक अनुरोध गर्दछु। लामिछाने बन्धु समाज केन्द्रीय कार्य समितिका सल्लाहकार एवं गोर्खा जिल्ला प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेज्यू, यसै गरी सँगै सशस्त्र प्रहरी बलका डीएसपी श्री गुणराज नेउपानेज्यूलाई देवसिंह थापा गाउँपालिका वडा नम्बर 2 का वडा अध्यक्ष आदरणीय नारायण प्रसाद भट्टराईज्यूलाई पनि म अतिथि आसन ग्रहणको लागि ओम प्रसाद लामिछानेज्यूलाई हार्दिक अनुरोध गर्दछु। हामी सँगै रमाइलो माहौलमा छौँ। गरी जिल्ला सचिव ईश्वरी प्रसाद लामिछानेज्यूलाई पनि म अतिथि आसन ग्रहणको लागि हाम्रो निमन्त्रणलाई स्वीकारेर आउनुहुने समस्त इष्टमित्र अतिथिहरूलाई हामीले स्टेजमा आसन ग्रहण गराउन नसके पनि एकमुष्ट रूपमा यहाँहरूलाई सम्झिँदै यथास्थानमा आसन ग्रहण गर्नको लागि अनुरोध गर्दै थप रमाइलो माहौल। यतिका धेरै लामिछानेहरू फोटो खिचेर मेरो ज्यान गर्नु मैले हेर्नु गोर्खामा त्यही त नि गोर्खामा मैले धेरैचोटि आउने मौका पाएको छु र आज पनि सबैलाई थ्याङ्क यू। जीवन साथी लेखेको छ, त्यसैमाथि जीवन साथी हाम्रो गोर्खाको जस्तै राम्रो परेको सिन्दुर लाउँछु प्यारा हजुरको माया भरेको भन्ने छ। नयाँ गीत गाउँछु, त्यसपछि फेरि क्याम्पस पढ्न आउने पुरानो र म फेरि एकछिनपछि चोर काटे जब उमेर घर के
गोर्खाका कर्मचारी रविलाल सुवेदीज्यूलाई पनि म अतिथि आसन ग्रहणको लागि सम्झिन चाहे। यसै गरी पर्वत लामिछाने बन्धु समाजका सदस्य रामकृष्ण लामिछानेज्यूलाई म स्टेजमा आएर अतिथि आसन ग्रहणको लागि बसिदिनु हुनलाई हार्दिक अनुरोध गर्दै हामी अत्यन्तै छोटो मिठो तरिकाले कार्यक्रम अगाडि बढाउँदैछौँ। अब हामीसँग थुप्रै साङ्गीतिक प्रस्तुतिहरू छन्। यसैमा हामीसँग एकदमै समय व्यस्त अत्यन्तै समय बावजुदका कारण अत्यन्तै छोटो मिठो लामिछाने कुलाइन पूजामा आमन्त्रित भएर यस कार्यक्रमको आतिथ्यता गरिरहनुभएका आदरणीय श्रीमान प्रमुख जिल्ला अधिकारीज्यू एवं लामिछाने बन्धु समाजका केन्द्रीय सल्लाहकार आदरणीय दाजु देवेन्द्र लामिछानेज्यू, जिल्ला सशस्त्र प्रहरी बलका डिएसपीज्यू, त्यसमा आसीन रहनुभएका वडा अध्यक्षज्यू र पर्वत लामिछाने बन्धु समाजका सदस्य आदरणीय मित्र रामकृष्ण लामिछानेज्यू, उपस्थित हुनुहुने सम्पूर्ण लामिछाने एवं लामिछानेको आमन्त्रणमा उपस्थित हुनुहुने सम्पूर्ण महानुभावहरूप्रति लामिछाने बन्धु समाज नेपाल गोर्खा शाखाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँहरूप्रति हार्दिक स्वागत एवं अभिनन्दन गर्न चाहन्छु। अत्यन्तै मिठो र रोमाञ्चक कार्यक्रमको बिचमा मलाई अत्यन्तै मिठो र छोटो भन्नुभयो। मिठो त म जान्दिनँ, म सबैभन्दा छोटो कुरा गर्न चाहन्छु कि लामिछानेहरूको सङ्गठनलाई हेर्ने हो भने, हाम्रो बन्धुत्वलाई हेर्ने हो भने यदि सबभन्दा पहिलो उदाहरण यहाँबाट सिक्नुपर्छ र हामी छरिनु त धेरैतिर छरिएका छौँ। यत्रो गोलबन्दमा पूजा गोर्खा जिल्लामा कहीँ पनि हुँदैन, अरू जिल्लाको त कुरै छौँ। तैपनि यो कार्यक्रममा हामीले हाम्रा आदरणीय दाजु, जसलाई हामीले दाजुको रूपमा सोचेर आत्मसम्मान गरेर यहाँसम्म ल्याउन सफल भएका छौँ कि यहाँले आगामी दिनमा तान्द्रा कि सिडिओ साहब भन्ने कुरा धेरै बस्ने मान्छे होइन, एउटा आफ्नो कर्मचारीको दौडानमा आएर जानुहुन्छ र यो महत्त्वपूर्ण समय हामीलाई उपलब्ध गराउनुभयो। यसप्रति सिङ्गो लामिछाने समाज यहाँप्रति हार्दिक आभार र कृतज्ञता पनि व्यक्त गर्दछ र सँगै यस टिममा जुटेर आउने सम्पूर्णहरूप्रति पनि म हार्दिक आभार गर्न चाहन्छु र लामिछाने बन्धु समाजको केन्द्रीय सल्लाहकारको समेत हैसियत राख्नुहुने आदरणीय दाजु प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेज्यूलाई म के अनुरोध गर्न चाहन्छु भने हामी टुक्रा टुक्रा र छरिएर पूजा गर्ने जुन संस्कार छ त्यो संस्कारलाई एक रूप ढङ्गले अगाडि बढाउन केन्द्रीय समितिलाई सुझाव दिनुहुनेछ भन्ने हामी सबैले आशा गरेका छौँ र आगामी दिनमा एउटै जुट्टो भएर गोर्खा एउटा जिल्लामा एउटा ठाउँमा एउटै चरित्रको धान्य पूर्णिमा गर्ने हो भने सबै लामिछानेले धान्य पूर्णिमा गर्ने, वैशाख पूर्णिमा गर्ने सबै लामिछानेले वैशाख पूर्णिमा गर्ने र तिथिको पनि एकरूपता कायम गराइदिन सल्लाह दिनु म हार्दिक अनुरोध गर्छु। समय एकदम व्यस्त छ, यद्यपि यहाँले हामीलाई दुई चारवटा सुझावहरू पनि केही राख्नुहुनेछ भन्दै लामो कुरा कोट्याउन चाहन्न। यति भन्दै मेरो बनाइ धन्यवाद दिनुहोस्। हामीलाई छोटो समयमा सक्दिनु भयो, धन्यवाद छ। यसैमा मैले अघिदेखि एउटा उद्घोष गर्न बाँकी रहेको थियो। हाम्रो अत्यन्तै यो सहयोगको नाम उच्चारण गर्नुपर्ने थियो। यस पछाडि मैले हाम्रो यो अतिथिको छोटो शुभेच्छा मन्तव्य राख्नेछु। सन्त प्रसाद लामिछाने नवराज र ज्वाइँ देवी प्रसाद पाण्डेबाट हामीलाई सहयोग स्वरूप जुन हाम्रो लामिछानेको चेली हुनुहुन्छ उहाँले जसरी यो सहयोग गर्नुभयो रु 11,111 रुपियाँ हामीलाई यो कुलाइन मन्दिरको पूजा सञ्चालन गर्नको लागि सहयोग प्रदान गर्नुभएको छ। उहाँलाई हस्तान्तरण गर्नको लागि म मञ्चमा आमन्त्रण गर्न चाहन्छु र यो पैसा लिइदिनको लागि पूजा समितिका सचिव रामचन्द्र लामिछानेलाई पनि म अगाडि बोलाउन चाहन्छु। कमला लामिछाने पाण्डे रु 11,111 पूजा सञ्चालनार्थ जुन यो चेलीको पहिलो सहयोग हो, उहाँलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। अब हामी गोर्खा जिल्लाका जिल्ला प्रमुख हाम्रा लामिछाने बन्धु समाजका केन्द्रीय सल्लाहकार आदरणीय देवेन्द्र लामिछानेज्यूलाई छोटो मिठो शुभकामना अथवा शुभेच्छा मन्तव्य राखिदिनको लागि हार्दिक अनुरोध गर्दछु। यस मञ्चमा आसीन हाम्रा सशस्त्र प्रहरी बलका डिएसपी साहब, त्यसमा आसीन सम्पूर्ण श्रद्धेय महानुभावहरू, यहाँ उपस्थित हुनुहुने आमा बुबा दाजुभाइ दिदीबहिनीहरू र उपस्थित सम्पूर्ण जनसमुदाय, आज
एउटा अत्यन्तै महत्त्वपूर्ण कार्यक्रममा यहाँहरू जम्मा हुनुभएको छ र त्यसमा हामीलाई पनि यहाँ उपस्थित हुने अवसर प्रदान गर्नुभएको छ। म यो अवसरप्रति यो अवसर प्राप्त गर्ने जुन मलाई सौभाग्य मिलेको छ यो प्रति म यहाँको सम्पूर्ण आयोजक साथीहरू खास गरी चाहिँ मलाई बालकृष्णजीहरू अनि रविनले पनि धेरैचोटि फोन गरेको थियो। धेरै मैले सबैको नाम स्मरण गर्न सक्दिनँ, मलाई धेरैजनाले सम्झिनु भएको थियो र समग्र यो यहाँको हाम्रो यो बन्धु समाजले मलाई सम्झेको थियो। त्यसै चाहिँ हामी यहाँ उपस्थित हुने अवसर मिलेको छ। म सबैप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। त्यो तर्फबाट सबै यहाँ शुभकामना व्यक्त गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। अनि यहाँले अर्को सँगसँगै यो कुल पूजाको सँगसँगै चाहिँ यहाँले चाहिँ लोकगीतको सन्दर्भ पनि जोड्नु भएको छ। म राष्ट्रिय स्तरका कलाकार साथीहरू कतिपय हामीले रेडियोमा टेलिभिजनमा सुनेका छौँ, रविन भाइ त्यसपछि चाहिँ हाम्रो राधिका हमालजी लगायत चाहिँ यहाँ सबै उपस्थित हुनुहुन्छ। उहाँहरूलाई पनि यहाँ म गोर्खा जिल्लामा मैले पनि स्वागत गर्दछु, किनकि म प्रमुख जिल्ला अधिकारीको हैसियतले र यस्तो रमाइलो माहौलमा हामी जम्मा भएका छौँ। यो माहौल अत्यन्तै गौरव महसुस भएको छ। म लामिछाने बन्धु समाज केन्द्रीय कार्य समितिको तर्फबाट समेत यहाँलाई चाहिँ हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। अब धेरै लामो कुरा गर्दा यहाँलाई चाहिँ यो रमाइलो माहौलबाट चाहिँ बाहिर परे जस्तो महसुस हुन्छ। म धेरै कुरा बोल्न चाहन्छु, एक दुईवटा कुराहरू म यहाँ समक्ष राख्न चाहन्छु। अहिले आज जुन किसिमको माहौल हामीले यहाँ सिर्जना गरेका छौँ, अघि बालकृष्णजीले भन्नुभयो जस्तै चाहिँ हामीले देशव्यापी रूपमा हामी जति लामिछानेहरू छौँ, ठुलो सङ्ख्यामा हामी लामिछाने छौँ, छरिरहेका छौँ। कतिपय अवस्थामा हामी सम्पर्कमा छैनौँ। हामीले एक आपसमा चाहिँ एकीकृत भएर यस्तो खालको कार्यक्रम चाहिँ एकमुष्ट रूपमा एकीकृत रूपमा हामीले सञ्चालन गर्नुपर्छ भन्ने मान्यता बोकेको अहिले पछिल्लो अवस्थामा चाहिँ केन्द्रीय लामिछाने बन्धु समाज केन्द्रीय कार्य समितिले चाहिँ एउटा अत्यन्तै महत्त्वपूर्ण कार्य गरिरहेको छ। यहाँलाई थाहा छ, चितवनको देवघाटमा हामीले एउटा जमिन त्यहाँ खरिद गरेर त्यहाँ एउटा विशाल बिल्डिङ बनाउँदैछौँ, घर बनाउँदैछौँ र हाम्रा यस्ता कार्यक्रमहरू एकीकृत रूपमा सञ्चालन गर्नुपर्छ भनेर हामी लागिरहेका छौँ। त्यसमा चाहिँ यहाँको योगदान यहाँ टाङराङ मात्रै होइन, सम्पूर्ण लामिछानेहरूको योगदान चाहिँ अत्यन्त महत्त्वपूर्ण छ र धेरै लामिछानेहरू त्यहाँनिर चाहिँ जम्मा हुनुभएको छ, कार्यक्रमहरूमा सहभागी हुनुभएको छ र त्यहाँ चाहिँ हामीले निर्माण गरिरहेको चाहिँ स्थललाई अझ बढी राम्रो र व्यवस्थित गराउने काममा लागिरहनु भएको छ। म यो माहौलमा यहाँलाई चाहिँ सानो आग्रह पनि गर्न चाहन्छु। त्यहाँ हामी सबैले व्यक्तिगत रूपमा लगानी गरेका छौँ, व्यक्तिगत रूपमा हामीले सहयोग गरेका छौँ र यो माहौलमा मैले सानो आग्रह के गर्न चाहन्छु भने हामीले त्यहाँ पनि सिट उभाएर घैला भर्ने काममा लागेका छौँ। त्यसले यहाँप्रति मेरो आग्रह छ, हामीले घैला भर्ने काममा अलिकति सिटलाई पनि सँगसँगै चाहिँ सबैले उठाउँ भन्ने मेरो आग्रह छ। मैले यो आग्रह गर्न चाहेँ र धेरै लामो समयमा बोल्न चाहन्न। जुन खालको हामीले इतिहास दुर्लभको जुन कुरा छ यहाँ उहाँले चाहिँ जुन यहाँको चाहिँ यो समग्र लामिछाने चाहिँ समाज मात्रै नभएर यहाँले चाहिँ समग्र गोर्खाको र राष्ट्रिय चाहिँ एकीकरणको सन्दर्भमा उहाँले पुर्याउनु भएको योगदान छ। त्यो पुण्य भूमिमा यहाँहरू चाहिँ जसरी आफूलाई चाहिँ स्थापित गर्नुभएको छ, तपाईँहरूको बसाइ अझ बढी व्यवस्थित हुँदै जाओस्, यहाँको चाहिँ सम्पूर्ण रूपमा प्रगति र सफलतातिर चाहिँ यहाँका सम्पूर्ण चाहिँ हाम्रा लामिछाने मात्रै हो भन्दा पनि हामी सबै मिलेर चाहिँ राष्ट्रिय उन्नति र उत्थानको लागि हामीले काम गर्न सक्यौँ भने मलाई लाग्छ पछिल्लो अवस्थामा जति हामीले नेपालीहरू दुःख पाएका थियौँ, अब बिस्तारै सुधार हुने क्रममा हामी अगाडि बढेका छौँ। त्यो सुधारमा हाम्रो यो लामिछाने बन्धु, यहाँ भएका अन्य बन्धुहरू, समग्र नेपाली बन्धुहरू हामी मिलेर काम गरौँ र हाम्रो देशलाई चाहिँ आर्थिक क्षेत्रमा, सांस्कृतिक क्षेत्रमा, धार्मिक क्षेत्रमा, सामाजिक विकासको क्षेत्रमा सम्पूर्ण रूपमा चाहिँ विकास गर्नेतिर हामी अग्रसर हौँ भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। तर धेरै लामो कुरा नगरिकन मलाई यो अवसर प्रदान गरिदिनु भएकोमा हाम्रो भाइ रामकृष्ण भाइ पनि मैले सँगै लिएर आएको छु। भाइ पनि अहिले यहाँ चाहिँ गुड नेटवर्क संस्थामा काम गर्नुहुन्छ, मेरो भाइ हामी सँगै आएका छौँ। त्यसले चाहिँ हामी अनि यहाँ अर्को टिम हाम्रो मेरो स्टाफ हुनुहुन्छ, मेरो जिल्ला प्रशासन कार्यालयको साथी
र मेरो चाहिँ अरू सुरक्षाका साथीहरू हुन्छ हामी सबैको तर्फबाट पुनः यहाँप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै मैले मेरो सानो भनाइ यहीँ धेरै लामो नगरिकन यहीँ टुङ्ग्याउने अनुमति राख्छु। धन्यवाद। थ्याङ्क यू। सबैजना अगाडि अगाडि आइदिनु होला। हाम्रो देवेन्द्र दाई, हामी म दाई नै भन्छु उहाँलाई। हामीले लामिछाने नै प्रमुख जिल्लाधिकारी पाएका छौँ। हामी भाग्यमानी पनि थाल्नुपर्छ यसमा। हाम्रो नारायण सर अनि सबैजनालाई पनि नाच्न अनुरोध गर्दै सभापति पनि नाच्ने हो त। सबैजना नाच्ने, सबैजना अगाडि अगाडि आइदिनु होला। अब पश्चिम भाषामा राधिका दिदीसँग छोटो गाउनेछौँ। म यहाँको फटाफट जानुपर्ने छ यहाँको माया लगेर र एकदम हाम्रो आदरणीय देवेन्द्र सर अनि सबैलाई मिल्छ भने नाच्न लागि पनि अनुरोध दिदी आउनुहोस् क्या पैसा यो भन्छे भाइ मोरी त 16 वर्ष भइसकी छोरी त दिदी गाडी जाँदैन मायाको बाडी छ भैँसी किन्दा उपहार पाडी छ
छोरी पाल्ने हो ए गोठा बाँधी पराला भैँसीको दाना क्यारी पाल्नु भात खान्छन् पिनु छेउमा आउलाई डर लाग्यो पर जाऊ ए छोरी छोरा तिमी चाहिँ घर
भइसक्नु भएको छ। उहाँको मायाको चिनो हामी कार्य समितिका तर्फबाट संयोजकज्यूले नै राख्नुहुनेछ। बाँकी कलाकार बबुल पाण्डे, राष्ट्रिय लोकप्रिय चर्चित गायक बबुल पाण्डेज्यूलाई मायाको चिनो हस्तान्तरण गरिदिनका लागि